अहिले चाहिँ हामी कहाँ जाँदैछौँ दिदी? बेटल भ्याली जाँदैछौँ हामी 3 जना हो। जाँदैछौँ उकालो पुरै हिँड्नुपर्छ है बेटल भ्याली यहाँ रम्फूबाट चाहिँ अलिक माथि कि पुरै हिँड्नुपर्छ। नेक्स्ट इयर चाहिँ हाम्रो आफ्नै थारमा आउने घुम्नु। थारमा पो अरे। आवाज त खुट्टा काँडा लाग्यो तर पनि एकदमै जानुको लागि चाहिँ एक्साइटेड खानु चाहिँ केही छैन यसो माइन्ड फ्रेस गर्नुको लागि फर्स्ट टाइम चाहिँ होइन हाम्रो त्यो चाहिँ धेरै कोठी हो तर धेरै वर्षको बादमा जाँदैछु भन्दा नि 1.5 वर्षको बादमा भयो कस्तो चेन्ज भयो त केही छैन हामी भन्नु जस्ट हेर्नु हामी चाहिँ फाइनली आइपुग्यो कसरी यहाँ रहेछ त कसरी खिचेको जग्गा हामीले कसले अरे हामीले यहाँनिर खिचेको फोटो यो जग्गामा अब नानी भइहाल्यो तपाईँ नानी भएर त्यहाँ चढ्ने कहाँ हो उयो आइपुग्यौँ होइन यहाँनिर बेटल भ्यालीमा चाहिँ अहिले चाहिँ हामी यहाँ गुरुमा जाँदैछौँ गुरुमा नेक्स्टमा जाँदैछौँ फोटो क्लिक गर्नुको लागि जाँदैछौँ होइन दिदी चाहिँ अगाडि हुनुहुन्छ फोटो क्लिक गर्नेवाला छु अब हामी चाहिँ नि यहाँबाट उता गएर चाहिँ नि उमाथि झोलङ्गे पुल जाने होइन यहाँ झोलङ्गे पुल पनि छ यहाँ चाहिँ अन्त नि उहाँ चाहिँ नि पुरा फोटो छलिरहेको रहेछ गाइस साथीहरू ए हो र साथी यहाँ चाहिँ माग्नु पर्ने रहेछ माग्नु पर्ला जस्तो भयो अब यहाँ फोटो खिच्नेवाला छु गाइस तर हामीलाई रम्फूको मच्छरले पुरा टोक्यो नि यहाँ बेटल भ्यालीको मच्छरले राति आउँदा चाहिँ छोटो लुगा लाएर नआउनु किनभने मच्छरले मार्ने रहेछ गाइस साथीहरू राति चाहिँ हामी हामी बाक्लो लुगा लाएर आउनु अञ्जली बोल गऱ्यो भन्छ अब मेउको मासु भयो लिनु आइज यहाँ राखेको छौँ ल नाक सो गाइस अहिले चाहिँ हामी यता जाँदैछौँ यो चाहिँ कस्तो यहाँ पुरा डर लाग्छ कि मलाई यहाँ पुरा डर लाग्छ मलाई यहाँ चाहिँ हुनु त ल भुइँ जाँदैछौँ डर लाग्छ हौ गाइस डर लाग्छ साथीहरू डर लाग्छ मलाई यहाँ चाहिँ पुरा दिदी छिटो जानु आउनु हल्दिनँ अहिले म जानु न उता होइन जानु न उता हेर्नु न म हल्देको छु नि हेर्नु पुरा डर लाग्छ पाइला चल्दैछ यो पाइला नलानु नानी म आइलो नडर अन्त चाहिँ हेर्नु नि दुईजनाले हल्लाएको आउन अहिले म भन्दैछु दिदी फोन ट्याक्कै गर्दैछ हौ आउनु हटाउने साँच्चै निको है गाइस मलाई चाहिँ यस्तो डर लाग्छ कि यहाँ चाहिँ नि अब रुख यहाँ चाहिँ रुखहरू यहाँ चाहिँ नि रुखको उयसमा छ नि त माथि छ नि त आउन जानु त्यहाँ त मच्छरले टोकेर मार्नु आँट्यो
अब चाहिँ तल जाँदैछु। यहाँ चाहिँ यस्तो डरलाग्दो छ कि मलाई पुरै डर लाग्छ। आँखा पनि नदेखेको भयो त दिदी, आँखा पनि नदेखेको छु त। ओहो को हो चाहिँ फुटिसपर्छ अब। नामै ट्री हो, ट्री हाउस हो गाइस। त्यो उता चाहिँ जानु मना रहेछ। हामी चाहिँ घुमिसकेर फर्केको। फेरि चाहिँ त्यस्तो केही छैन होइन, तर भए पनि यस्तो टाइम पासको लागि मात्रै आएको हो होइन। यसो हल्का फोटोसोटो खिच्नको लागि आएको। तर मच्छरले अलिअलि माया गरिदिनु भयो हामीलाई। तपाईँलाई माया गरिदिनु भयो? माया गरिदिनु भएन? तर हामीलाई त पुरा मच्छरले माया गरेर केही छैन हौ। फिमेल मच्छर छैन, केटा मच्छर छैन त। केटा मच्छर पनि अरे। अहिले चाहिँ नि हामी घुमेर पनि मोमो बनाइसक्यौँ होइन। हामीले चाहिँ मोमो बनाइसक्यौँ यहाँनिर सक्नुहुन्छ। अन्त यहाँ पनि छ, यहाँ चाहिँ खानुको लागि राखिदिएको, खै कोही आउँदैन हौ। खाने हेऱ्यो यहीँ यहाँ भिखारी राख्नु भएको छ। यहाँ दिदीले खाना खाँदैछ, होमी निकी दिदी। यता चाहिँ बिमारीहरू कि सादा खान्छ, हामीले मोमो खान्छ भनेर यस्तो गरेर पनि तर हामीले मोमो बनायो, केही छैन। 3 दिन त पार्टी नि हो हिँडेको यी। जतिसम्म हाम्रो चामल तेलहरू केही छैन, हामी एकदम गरिब भएको छ। अन्त हामी सुस्मिताकोमा आइरहेको छ, हाम्रो मिनी ब्लगर्स उसमा पुरा युट्युबबाट पुरा बेसी पैसा आइरहेको छ। अन्त हामीलाई दिन्छ। सुन्नुभयो होला तपाईँहरूले। सो अब चाहिँ हामी खाने लागेको पुग्छ भाइ धन्य भने पो अचार